भोट माग्नका लागि घर दैलो अभियानहरू चाहिँ सबै पार्टीहरूले स्टार्ट गरिसकेका छन्। अनि आज चाहिँ हाम्रो टोलमा बिहानै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चाहिँ भोट माग्न आउनु भएको थियो। अनि उहाँहरूले चाहिँ कस्तो कुरा गर्नुहुँदो रहेछ भोट माग्दा भनेर मैले सुनेको होइन। अनि हामीसँग पनि भन्नुभयो अनि ठिकै छ, अब भोट माग्न आउनेलाई दिँदैनौँ भनेर त डाइरेक्ट हामीले भन्दैनौँ, तर कसलाई दिन्छौँ त्यो चाहिँ हाम्रो गोप्य मतदान हुन्छ होइन। अनि उहाँहरूले चाहिँ के भन्नुहुँदो रहेछ त भोट माग्दा भनेर सुनेको मैले। उहाँहरूले चाहिँ के भन्नुहुँदो रहेछ भने, तपाईँ हिन्दू भएर अर्को पार्टीलाई भोट हाल्नुभयो भने तपाईँले पापको भारी बोक्नुहुन्छ र पाप बोकेर तपाईँ मरिसकेपछि पनि तपाईँलाई पाप लाग्छ। हिन्दू भएर तपाईँले अर्को हिन्दूको पार्टी हो होइन, हामीले चाहिँ हिन्दू राष्ट्र ल्याउँछौँ, त्यही भएर तपाईँले आफ्नो धर्मको लागि भए पनि अर्कोले हाल्नु हुँदैन। यदि तपाईँले अर्को पार्टीलाई भोट हाल्नुभयो भने चाहिँ तपाईँको धर्म नाश हुन्छ भनेर भन्नुहुँदो रहेछ कि उहाँहरूले चाहिँ। अनि यो लाइनले चाहिँ कस्तो मान्छेहरूलाई डराउने, त्रसित गर्ने, अनि एउटा धर्मप्रति आस्था भएको मान्छेहरू चाहिँ डराउने सिचुएसन क्रिएट गरिदिनु भयो कि मैले हेर्दै। अनि यो चाहिँ अलिक ठिक लागेन है मलाई।